उहाँप्रति होइन खेलाइएको प्रविधि पछि उहाँप्रति गुनासो के हो भने एकचोटि बसेर टेबल टप गरिदिनु हाम्रो आकांक्षीहरू त थियो त किनभने हिजो राति 12 बजीसम्म होइन तपाईँले यस्तो आक्रोश गर्नुहुन्छ भने सुन्नुहोस् है तपाईँ यहाँ पेल्नुहुन्छ राजीनामा दिनुहोस् तपाईँ दिनुहोस् मैले भनिसकेँ दिदीलाई यसरी नपेल्नुहोस् मैले भनिरहेको छु तपाईँको राजीनामा दिनुहोस् यहाँ 25 घाइते लिएर तपाईँ घर घरमा हामी भोट माग्न आउँछ सुन्नुहोस् तपाईँ सुन्नुहोस् है तपाईँ दिदीलाई यसरी नपेल्नुहोस् दिदीले बोल्नु यहाँ टङ्गिएर राजीनामा दिनुहोस् कहाँ दिनुहोस् यता कुरा नहोस् यहाँ नपेले भाइ राजीनामा दिन्छु टाउको फुटाएँ कसले बोल्दै यो क्यामेरा बोल्न मन छैन होइन तपाईँले यहाँ राजीनामा दिनुहोस् तपाईँको राजीनामा दिनुहोस् जनताले भोट दिने हो तपाईँले जानुहोस् अनि तपाईँ यहाँ धम्काउने राजीनामा दिनुहोस् के हिँड्नु भन्ने देखाउनु सक्दैन म धम्काउनुहोस् विजय बसेर कुरा नि आएर राजीनामा दिन्छु बोक्न सक्दिनँ नबोक्छौँ हामी बोक्छौँ 25 घाइते भने बोकेर हिँड्छौँ नबोक्नु जानुहोस् हामी घाइतेहरू स्वतन्त्र रूपले हाम्रो कृषिलाई समर्थन गर्न आएको छ होइन तपाईँहरूको गुनासो हामीले बुझेको छ ठिक छ राजनाथ आफ्नो पार्टीको प्रति चाहिँ सन्तुष्ट जुन दबाब आइरहेको छ उहाँ समाजसेवी हुनुहुन्छ राम्रो हुनुहुन्छ उहाँलाई दिएको राम्रो हो मेरो चाहिँ धारणा चाहिँ हो होइन सदनमा कराउने मान्छे चाहियो नि त हाम्रो सधैँ रोडमा बसेर त हामी रोडमा बस्नुलाई खबरदारी गर्नुलाई छँदैछ नि सदनको लागि हाम्रो अभिभावक चाहिएन घाइतेहरू पनि हुनुहुन्छ नि त उहाँहरू पनि त्यो भएको कारणले स्वतन्त्र रूपमा चाहिँ हामी समर्थन गर्न आएको हो क्या हाम्रो दिदीलाई त्यो बेलामा 23 र 24 को घटना पछाडि दिदीले एउटा देवीको रूपमा होइन देवी लक्ष्मीको रूपमा एउटा देवी दुर्गाको रूपमा उहाँ आएर हामीलाई घाइतेहरूलाई 2522 जनामा के अरे हामीलाई के अरे एउटा सपोर्ट गर्नु तपाईँ यसो गरौँ त पहिला हाम्रो घाइते साथीहरू हुनुहुन्छ दिदीलाई साइडमा राखौँ घाइते साथीहरू घाइते दिदी हाम्रो अभिभावक हो है हाम्रो घाइतेको तर्फबाट त्यो भएको कारणले गर्दा हामी अभिभावकलाई साथ सपोर्ट दिन आएको सधैँ रोडमा हुँदैन सधैँ तपाईँलाई दबाब आइरहेछ नि चुनावमा नलड्नका लागि माया गर्नुभएको हो म चाहिँ समाजसेवी नै भएर बस्नुपर्ने उहाँहरूको चाहना थियो तर कस्तो भन्दाखेरि जो चाहिँ बुझ्नुभयो नि यस्तो घाइतेहरू हुनुहुन्छ होइन उहाँहरूको लागि आवाज उठाउने कोही त हुनु पर्यो नि सदनमा भनेर चाहिँ म चाहिँ स्वतन्त्र भन्दा पनि अब स्वतन्त्र पार्टीबाटै जाउँ भनेर चाहिँ घन्टी चिन्ह लिएरै नै अगाडि बढौँ भनेर चाहिँ अनि हामी चाहिँ सरसल्लाह गरेर नै आएको हो अब यहाँ विवादहरू भयो भाइ अब के छ तपाईँलाई चाहिँ खासमा किन हो त यही अगाडि नै अपमान भयो त तपाईँमाथि त अपमान होइन त्यो उहाँहरू पार्टीभित्र चाहिँ उहाँहरूको कोअर्डिनेसन नमिलेर अब आक्रोश व्यक्त गर्नु म प्रति त उहाँहरू होइन उहाँहरू त मेरो आफ्नै दाजुभाइहरू हो होइन अनि त्यसपछि गएर उहाँहरूले भित्रभित्र अब त्यो जो पार्टीको जुनमा हुनुहुन्थ्यो सभापति उपसभापतिहरू जो हुनुहुन्छ नि उहाँहरूले यो कुरा चाहिँ ब्यालेन्समा लानु पर्थ्यो क्या होइन त्यो भित्रभित्रको खिचातानी चाहिँ अब पोख्नु भएको उहाँले म प्रति त होइन म प्रति त होइन गुनासो उहाँहरूको पार्टी प्रति गुनासो हाम्रो दिदीलाई हामीले घाइतेको तर्फबाट स्वतन्त्र रूपमा चाहिँ अभिभावक मानेर उहाँलाई
सधैँ हामी त रोडमा बसेर खबरदारी गर्ने छँदैछ नि हामी घाइतेहरू। तर हाम्रो अभिभावक जसरी उहाँ 23 र 24 पछाडिको घटना पछाडि आन्दोलन पछाडि उहाँ देवी लक्ष्मीको रूप र देवी दुर्गाको रूपमा हामीलाई साथ सपोर्ट गर्नुभएको थियो नि घाइतेहरूलाई, आर्थिक रूपमा होस् अथवा फिजिकल रूपमा आएर गर्नुभएको थियो। त्यो भएको कारणले गर्दा उहाँ सदनमा गएर हाम्रो आवाज उठाउँछ भन्ने विश्वासले उहाँलाई यो ठाउँबाट होइन सबै पार्टीभित्र पनि सबैजना नराम्रो हुन्छ भन्ने छैन नि त, राम्रो मान्छे पनि हुन्छ नि। हामीले राम्रो मान्छेलाई साथ सपोर्ट गरेर समर्थन गरेर अगाडि बढाउने हो नि त। यो वैकल्पिक शक्तिको एउटा पार्टीको त्यसमा पनि दिदी गएर हाम्रो आवाज उठाउँछ भन्ने एउटा विश्वासले उहाँलाई यहाँबाट सबैको छल